दर्शकबिन नमस्कार। आज हामी आइपुगेका छौँ मायालु अर्ग्यानिक एग्रो फार्म एन्ड रिसर्च सेन्टरमा र यस फार्मको म्यानेजर हुनुहुन्छ सर्वेन्द्र कुमार यादव सर। नमस्कार सर। नमस्कार हजुरलाई स्वागत छ हाम्रो मायालु अर्ग्यानिक एग्रिकल्चर फार्म एन्ड रिसर्च सेन्टरमा। हाम्रो भरतपुर महानगरपालिका वडा नम्बर 24 मा छ हाम्रो अर्ग्यानिक फार्म। हामी यहाँ अर्ग्यानिक तरिकाले विषादी रहित भनौँ, जहाँ विषादीको चाहिँ प्रयोग गरिँदैन। यसमा चाहिँ हामी बायोलोजिकली चाहिँ ट्रिटमेन्ट गरेर इन्सेक्ट पेस्टहरूलाई चाहिँ कन्ट्रोल गर्छौँ र यहाँ चाहिँ हामी विशेष गरेर फलफुल खेतीलाई चाहिँ फोकस गरेछौँ। यहाँ चाहिँ हाम्रो सर अब जस्तै हजुरसँग अहिले फलफुलहरूमा कुन कुन फलफुलहरू लगाउनु भएको छ अनि कति कति वर्ष भयो, यसको बारेमा यसो विशेष बताइदिनु न दर्शकहरूलाई। हाम्रो यहाँ चाहिँ खेती कमर्सियल रूपमा चाहिँ ड्रागन फ्रुट, अभोकाडो र अम्बाको चाहिँ खेती छ। अनि ट्रायलको लागि चाहिँ ग्रिन एप्पल चाहिँ यहाँ ट्रायल गरेको छु। अरू चाहिँ 12 मासे फल्ने चाहिँ रुख कटहरको चाहिँ ट्रायल गरेको छु। हाम्रो कुन कुन जातको अम्बाहरू लगाउनु भएको छ हजुरले अनि कति वर्ष भयो यो फलिरहेको रहेछ, हामीले अहिले देख्न सक्छौँ मजाले फुलेर फलहरू लागेको रहेछ। कुन जातको छ सर? हाम्रो चाहिँ यसमा 2वटा जातको चाहिँ अभोकाडो छ, 2टा जातको चाहिँ अम्बा छ। अब अम्बामा चाहिँ श्रीलङ्कन छ एउटा, अनि एउटा चाहिँ थाई केजी अम्बा भन्छ। अनि अभोकाडोमा चाहिँ रेड डायमन्ड एउटा अभोकाडो छ, अर्को चाहिँ ह्यास जातको। अनि दुईवटा चाहिँ राम्रोसँग अहिले ग्रो गरिरहेको। ए हजुर सर, सरले च्याउ खेती पनि गरिरहनु भएको रहेछ। च्याउ खेती सम्बन्धी तालिमहरू पनि दिँदै आएको हजुरको सोसियल मिडियाबाट पनि देखिरह्यो, हाम्रो यसको आधिकारिक पेजबाट। त्यसको बारेमा के छ, कुन कुन च्याउ खेतीको लागि चाहिँ हजुरले तालिमहरू दिइरहनु भएको छ, यहाँ कुन कुन खेती चाहिँ सुरु गर्नु भएको छ सर? हाम्रो चाहिँ यहाँ खेतीको रूपमा चाहिँ बटन मसरुम र वेस्टर्न मसरुम गरेको थियौँ। अनि चाहिँ सितागे मसरुम चाहिँ ट्रायल गरेको थिएँ 2टा मेथडले, सडस्टबाट अनि लगबाट 2टा मेथडबाट चाहिँ सिजन। हजुर सर, अनि यसको एरियाहरू क्षेत्रफल कति छ सर अहिले हजुरले खेती गरिरहनु भएको? यो हाम्रो खेती गरेको जग्गा चाहिँ 4 बिघा छ। ए हजुर। यसमा चाहिँ हामी मिक्स फार्मिङ चाहिँ गरेका छौँ, 2-3टा क्रपलाई चाहिँ। सरले ड्रिप इरिगेसन रहेछ है सर, सबै सिँचाइ चाहिँ ड्रिपबाटै गरिरहनु भएको? यो पुरा हाम्रो फर्टिगेसन सहितको चाहिँ ड्रिपको इरिगेसन छ। त्यहाँ त्यसको सिस्टम पनि अहिले देखाउँला हामी कसरी चाहिँ ब्याक्टेरियाहरू राख्छौँ। अनि पुरा यो रिङ मेथडले चाहिँ लगाएको हरेक बिरुवामा चाहिँ पानीको सिस्टम छ। अनि ल सर, एकदम राम्रो लाग्यो यहाँ भिजिट गरेर। अब हजुरको के छ आगामी दिनहरूको प्लान, अब यसलाई कसरी अगाडि बढाउने सोचिरहनु भएको छ? यो चाहिँ हाम्रो एग्रो एन्ड टुरिज्मको कन्सेप्ट छ। अनि हामी यसमा चाहिँ आफ्नो नेपालकै प्रोडक्ट यहाँ उत्पादन हुन्छ भन्ने कुराहरू, फलाइदेखि लिएर सिकाइदेखि लिएर सबै कुराहरू चाहिँ एकै ठाउँमा पाउने गरी चाहिँ सेटअपमा राखेछौँ। र भविष्यमा यसैलाई निरन्तरता दिँदै अनि यसैलाई एक्सपान्ड गर्ने, बढाउने, यस्तै मेथडमा चाहिँ अरू क्रपहरू पनि लगाउने त्यस्तो चाहिँ प्लान गरेछौँ। हजुर सर, ल एकदमै खुसी लाग्यो सरले समय पनि दिनुभयो। यहाँको फार्महरू दर्शक पनि तपाईँले देख्न सक्नुहुन्छ। र रम्म यतिखेर अम्बा फुलेको छ, फलिरहेको छ। ड्रागन फ्रुट पनि फुल्ने क्रममा छ। एभोकाडो पनि अहिले फल लागिरहेको छ। र तपाईँले ड्रिप यतिको यो आधुनिक तरिकाले फर्टिगेसन सहितको ड्रिपको सेटअप गरेर यतिको राम्रो लोकेसनमा फार्म चलाइरहनु भएको छ, त्यो पनि अर्ग्यानिक। र सरले अहिले उहाँ पनि हाम्रो कृषि प्राविधिक पढिसकेपछि रोजगारी भन्दा पनि आफ्नो केही व्यवसाय गरौँ भनेर लागिरहनु भएको छ। र यतिको चाहिँ आफ्नो फार्मलाई, आफ्नो बगैँचालाई यति सुन्दर बनाउनु भएको छ। उहाँहरूबाट पक्कै पनि सरबाट हामीहरूले प्रेरणा लिन्छौँ। तपाईँ जस्ता किसान दाजुभाइहरूले अथवा चाहिँ हजुरले पनि यहाँ केही कुराहरू आएर सिकेर र अथवा सेयरिङ गर्न पनि सक्नुहुन्छ। र धन्यवाद सर है त, हजुरले समय दिनुभयो। धन्यवाद ल हजुर आउनुभयो अनि यतिको कुराहरूलाई। हस् त दर्शकबिन, तपाईँहरू पनि यहाँ आएर भिजिट गरेर यहाँको मनोरम वातावरणको चाहिँ आनन्द लिन चाहनुहुन्छ, यहाँ चाहिँ केही बेर चाहिँ बस्न चाहनुहुन्छ भने, भिजिट गर्न चाहनुहुन्छ भने हाम्रो लोकेसन रहेको छ भरतपुर महानगरको वार्ड नम्बर 24 ध्रुव। र एकपटक अवश्य भिजिट गर्नुहोला। बोर्डमा लेखिएको नम्बरमा सम्पर्क गरेर पनि तपाईँ आउन सक्नुहुन्छ। धन्यवाद।